म चाहिँ बिहान भातसात खाएर बाख्रा चराउन जान आँटिरहेको थिएँ। यहाँ चाहिँ घर छेउमा ढाडे बिरालोले कुखुराहरू खाएको थियो। एकछिन म त्यहाँ बसेर म पनि हेरेँ। ढाडे बिरालो समातेपछि अनि म त्यसपछि बाख्रा चराउन गएँ। बाख्रा चराएर आएपछि मम्मीले घरमा तोरी सुकाउनु भइरहेको थियो। हामी मिलतिर लिएर गयौँ। मिलमा धेरै भिड थियो अनि म एकछिन घरको काम गर्न आएँ। अनि मैले खाजासाजा बनाएर खाएँ। अनि म अब गोठतिर जान्छु। हाम्रो गाईले नयाँ बाछी ब्याएको अब म देखाउँछु कति राम्रो छ यो। बाछीको नाम चाहिँ के राख्नु हो तपाईँहरू कमेन्ट गर्नुहोस्। एकछिन म चाहिँ मेरो बाछीसँग खेलेर एकछिन म चाहिँ गाउँ डुल्न गएँ साइकलमा। जे होस् आजको दिन चाहिँ रमाइलै भयो।